So hello guys, hope you guys are fine. Vlog त दिनै पर्यो, गाह्रो छ गाह्रो. अनि so we are going to Pokhara with my love. आज चाहिँ म नाइटमा पोखरा जाँदैछु दिदीको घरमा, लाइक काम छ त्यहाँ. के काम त अब त्यसमा भ्लगहरू बनायो भने त्यहाँ देखिहाल्नुहुन्छ. अनि त्यही हो, आज चाहिँ म मेरो लभसँग पोखरा जाँदैछु. लेट्स अब चाहिँ हामी गाडी कुरिरहेको छु. 6 बजे आउनु भनेको छ क्या त्यहाँ. फ्लाइटमा जानु त यस्तै हो. त्यही भएर हामी नाइट बसमा जाँदैछौँ, आनन्दले सुतेर जान्छौँ. उठ्दाखेरि पोखरा पुगिसक्छौँ हामी. त्यही हो. अनि म चाहिँ यहाँबाट गाडी हेर्दैछु क्या. त्यहाँबाट गाडी आउँछ अनि म त्यो गाडी हेर्दैछु, किनकि हामी त्यो गाडीमा जाने हो. त्यो गाडी साखु जान्छ, नत्र त अरू गाडी त गइसक्यो होला. किनकि लास्ट बेलुकाको गाडी त्यही हो भनौँ न. मतलब यहाँबाट चाहिँ सो म चाहिँ यस्तो देखेको छु. अरू भने यस्तै हो. यस्तो बेलौरी त होइन होला हौ. बेलौरी त होइन हौ. म चाहिँ यस्तो देखेको छु. इग्नोर माई ब्याकग्राउन्ड. कसरी भने मैले म चाहिँ यस्तो देखेको छु. कस्तो देखेको छु भनिदिनु होला. तोर्पे देखेको भयो नि भनिदिनु होला कमेन्टमा. मलाई केही पनि हुँदैन त्यस्तो कमेन्टले त भन्न मिल्दैन. राम्रो कमेन्ट गर्नु होला, नराम्रो देखेँ नि. त्यही हो. अब त्यो गाडी आएपछि अब तलतिर जाउँ. मेरो मायालु पनि कस्तो देखेको छ हेरौँ न. एउटा कुरा त भन्नै बिर्सेँ क्या मैले. के कुरा भन्दाखेरि चाहिँ मैले चाहिँ कपाल काटेको लिटरली कस्तो सानो देखेको छ. कति सानो काटेको तर चिटिक्कै देखेको छ क्या मलाई. अरूले नराम्रो भने नि आफूलाई राम्रो भन्नुपर्छ. गाह्रो छ. त्यही भएर जहिले पनि आफूलाई राम्रो भन्ने हो. त्यही हो. हामी चाहिँ पोवाबाट हिँडिसकेको छौँ गाडीमा. म अघिदेखि यही गाडीको वेटमा थिएँ. भिडियो चाहिँ अब त्यस्तो होला. गीत बजेर चाहिँ कपिराइट लाग्छ. हामी चाहिँ जाँदैछौँ. हामीले चाहिँ त्यहाँबाट अर्को बस चढिसकेको छ. किनकि त्यो चाहिँ हाम्रो स्कुलको बसमा आएको थियो हामी उता घरबाट. अनि यो चाहिँ यहीँ साखुसम्म मात्रै छ. साखुबाट फेरि त्यो पेट्रोल पम्पसम्म जानलाई त बस चढ्नै पऱ्यो, सलम्बु टारसम्म जानलाई. त्यही भएर फेरि हामी अनि अर्को बस चढिसकेका छौँ. तर अहिले भर्खर 5 नै बजेको छैन. हामी लास्टै चाँडो आएछौँ क्या. त्यही भएर अगाडिको बसमा नबसिकन पछाडिको बसमा बसिरहेछौँ हामी. अब त्यहाँ गएर यसो होटेल कोही छ भने त्यहाँ चियासै खाएर जानु पर्दा मम्मी. र हामी लास्टै चाँडो आएछौँ क्या. त्यही भएर गाह्रो 1 घन्टा चाँडो. 6 बजी आइपुग भनेको थियो त्यो स्टाफले मलाई. तर हामी 5 बजी आइपुग्यौँ. त्यही अब भेटौँ न उतातिर गएर. साखुमा चट्ट पारामा बसिरहेको छु. झ्याउ लाग्दो. हामी चाहिँ म चाहिँ फाइनल्ली यता आइसकेको छु. के अरे बसमा चढिसकेको छु. बसमा चाहिँ कोही छैन. एज यु गाइज क्यान सी अहिले कोही छैन. अलिखेर तर टन्नै हुन्छ होला. अनि हामी लगभग 50 मिनटमा साखुबाटै आइपुग्यो. अयो 50 मिनट लाग्यो हौ आम्मा. लिटरली उयो बसमा चाहिँ CCTV पनि रहेछ. धन्न हामी झ्यालमा परेछ क्या. मैले त यसो सोचेको थिएँ झ्यालमा पर्दैन होला. यो त कति ठुलो झ्याल छ. अनि ला हाम्रो सानो झ्याल पऱ्यो सोचेको. तर त्यो झ्याल खोल्न मिल्दैन रहेछ. यो झ्याल चाहिँ खोल्न मिल्दो रहेछ. तर मलाई जहाँ पनि बसमा झ्यालमै बस्नुपर्छ क्या. मलाई झ्यालमै बस्नुपर्छ क्या. फेरि मलाई छेउछेउमा बस्नै मन लाग्दैन. गाह्रो. अब त्यही अब कहिले हो. वाइफाई पनि रहेछ. वाइफाईको पासपोर्ट रहेको छ. E41 E44 के हो त्यो. मैले सोचेको थिएँ रेड कलरको, तर यो त ग्रे कलरको बस रहेछ. ठिकै छ, केही छैन. यताबाट मक्खन हावा आइरहेछ. यो के फल हो यो? कुन खानेकुरा हो यार यो? तर के होला यो? यस्तो काँडा छ. सुन्तला. ए त्यो ज्यामिर भन्छ नि त्यही होला सायद. अमिलो हुन्छ नि त्यही हो यो. गाह्रो. अब त्यही हो. अब बाटोतिर कतातिर भेट हुन्छ. अब त्यतातिर चार्ज गर्ने ठाउँ नै रहेनछ क्या यो बसमा त. चार्ज गर्ने ठाउँ छ त अब त्यहाँ. मम्मीले अस्ति नै पालि जाँदाखेरि देख्नु भनेको छ क्या चार्ज गर्ने ठाउँ. यहाँ छ त चार्ज गर्ने ठाउँ. यहाँ टाइप सी छ क्या हो. मम्मीहरूले देख्नु भनेको छ यहाँ चार्ज गर्ने ठाउँ. यसो देख्नु यताबाट हेरौँ बुझौँ न त्यो चार्ज गर्ने ठाउँ नै हो क्या. अनि यो यस्तो अब
लेखेर बाटोतिर भेटौँ न आउँछ अहिले एउटा बाधा अर्चना आयो क्या वाइफाईको पासपोर्ट त छ वाइफाईको नामै चाहिँ छैन हजुर आउँछु भने ल वाइफाईको पासपोर्ट छ तर नामै छैन क्या वाइफाईको के हो वाइफाईको नाम अब गाह्रो यो चाहिँ ब्ल्याङ्केट रहेछ क्या गाह्रो छ अलि म सोध्छु हामी चाहिँ हिँडिसकेको छौँ अनि हामी बत्ती बालिदिइसक्नु भएको छ अनि ठ्याक्कै बुङमा लाइट पर्छ अनि राम्रो पनि देख्छ अनि हामी चाहिँ अहिले कहाँ आइपुग्यो भन्दाखेरि ठ्याक्कै भन्नुपर्दा थली आइपुग्नु लाग्यो एज वेल एज क्यान्सी थली आइपुग्न लागेको छ घाम पनि डुबिसकेको छ अब जुन आउने बेला भयो होला जुन उदाउने तारा लाग्ने सधैँ राति राति उदाउने बेला हावाले हानेर छ के छैन मेरो ममले कहाँ हेर्नु भयो होला गाह्रो अब हामी बेला बेलामा बाटोतिर भेट्दै गरौँ ल अब हामी थली आइपुग्यो भर्खर यो दामी छ ए फ्रीको प्रमोसन गर्दिनँ फेरि म फ्रीको प्रमोसन गरिदिने क्या फेरि यहाँको यो चाहिँ राम्रो छ तर म नामै भन्दिनँ भित्रको भित्रको त्यो भाइब्स चाहिँ राम्रो छ खानेकुरा कस्तो थाहा छैन अब आफ्नो गर्लफ्रेन्ड भएको भए पो जानुहुन्छ त्यहाँ गर्लफ्रेन्ड लिएर जाने ठाउँ हो त्यो आफ्नो गर्लफ्रेन्डै छैन त्यही गाइस अब बाधामा सानो बाधा अर्चना आएर हामी चाहिँ डार्क फ्यान्टेसी खानु लागेको छौँ उमाको यो फ्रीको प्रमोसन मम्मीले त हजारमा हालिसक्नु भइसक्यो त यो बिस्कुट चाहिँ मलाई एकदम मिठो लाग्छ मलाई दामी लाग्छ क्या यो डार्क फ्यान्टेसी बिस्कुट चाहिँ खानुपर्छ मिठो हुन्छ गाह्रो कहाँ आइपुग्यो त्यो कहाँ सानो बाधा अर्चना आयो मैले बस टिकट B3 B4 बुक गरेको थिएँ लाइक यतापट्टि 2टा अनि यहाँ भयो अनि यहाँ गरेको थिएँ क्या अनि यहाँ माथि हेर्छु त मैले भर्खर देखाएँ क्या यहाँ माथि हेर्छु त B1 B2 छ यो भर्खर लाइटवाला अघि नै बालेको थिएँ भर्खर पो याद गरेँ क्या मैले यहाँ चाहिँ B1 B2 छ भनेपछि B3 B4 त ऊ त्यहाँ पछाडि छ त्यहाँ पछाडि पऱ्यो भन्दा साइको हुन्छ क्या म चाहिँ त्यहाँ एउटा सेकेन्ड थर्ड सिटमा गरेको थिएँ लाइक अब त B3 B4 चाहिँ पछाडि छ अब के हुन्छ हेरौँ पछाडि पठाउनु पनि सक्छ पछाडि पठायो भने साइको हुन्छ हामी टायरमा पर्छ हो टायर त पर्दैन तर पछाडि अलिक गाह्रो हुन्छ क्या पछाडि अगाडि ठिक छ क्या माके छ त यहाँ यस्तो लेख्छ अगाडि त कह ग पो छ हौ अगाडि त अनि त्यो ग चाहिँ के गर्नु गाह्रो पछाडि जानुपर्छ भने झन् अगाडि पो ल्याएर दिएँ म त हामी त अगाडि आइसक्यो अब चार्ज गर्नु तर यता त राम्रो रहेछ चार्ज गर्नु कस्तो मजाले बसिसकेको थिएँ म गाह्रो चार्ज छ यता नि छ पछाडि जानु पर्यो झन् अगाडि आइपुग्यो तर सही हो ठिकै छ अगाडि होइन अनि दाइ भन्न आइसक्यो ओके अब हामी सुत्दै जान्छौँ हामी यो कहाँ आइपुग्यो भन्दाखेरि यो तारा गाउँ भन्ने ठाउँ यता गएको के हो र रिची जाने ठाउँ टुसाल होइन हौ बारपट्टि एक्टिभ यहाँ मेरो मम्मी हाँसेको हुन्छ क्या यहाँनिर मान्छे त्यहाँनिर मान्छे लड्न खोज्दो रहेछ क्या त्यहाँ अलिकति के अरे भर्याङको स्टेप जस्तो रहेछ क्या अन्त लड्नु खोज्दो रहेछ मेरो मम्मी हेरेर हाँसेको कन्ट्रोल गर्नु सक्नु भएन भयो अनि त्यहाँ भर्याङको खाल्टो रहेछ क्या मान्छेहरूले देख्दैन रहेछ घुम्राङ हुन्छ क्या त्यही हो बसमा चाहिँ 3टा सिट मात्रै नेपालीको छ अरू सब इन्डियन धोती कति करोडले रातभरि सुत्न दिँदैन होला सुतिहाल्यो मलाई र ममलाई गाह्रो यही हो नयाँ खबर चाहिँ सब धोती छ क्या सब धोती हेर न हल्ला नि कति गरिरहेको छ गाह्रो पिसाब फेर्न रोकेको म त भुस भएछ भर 5 मिनट भएको थियो उठेको ठ्याक्कै यहाँ कहाँ हो यो धादिङ मैले अघि बोर्डमा हेरेर धादिङ थियो रोक्यो यतातिर रोकिरहेको छ यतातिर टोयलेट जानलाई रोकेको अनि अघि चाहिँ हामीलाई खाजा नि दिएको थिएन हुस भएको थियो कसरी देखिन्छ होइन खाजा नि दिएको थिएन अनि अहिले चाहिँ दिएछ हामीलाई थाहा नै थिएन खाजा नि बाँडिसक्यो भनेर त हामीलाई चाहिँ पुगेको थिएन अनि अहिले दिइरहेको थियो धन्यवाद अब हामीले चाहिँ यो मोमो दिन्छौँ के गर्नु नेपाली त्यही हो अब गरेर आउँछु अब गाह्रो मम्मी र म कति 4:30 5 म त भुस भयो यार
गर्दैन दुखेको मेरो यतातिर कुलो छ ल अब यतातिर भेट्नु पर्ने हुन्छ कल गर्नुपर्ने हुन्छ हामी यता आइसकेका छौँ गाडी गर्दा दुखेको छ क्या मेरो त अहिले गर्दा दुखेको अब कल गर्छु